फेरि भएर कसरी लानुपर्ने ओए बाटो बाटो ओहो खेदाउ 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 छिटो छ नि फेरि भएर ओह्रालोमा ओह्रालो छ भने ओह्रालो हुने खालको ओह्रालो छ त अनि सेवा नमस्कार। आज म जाँदैछु मेरो आफ्नो घर माइती घर खलङ्गे डाँडादेखि पुग्छु पुग्दिनँ पानी पनि परेको छ बिहान अहिले चाहिँ परेको छैन। म यहाँहरूलाई त्यहीँ पुगेर देखाउँछु पुग्यो भने देखाउँछु पुग्दैन आधी बाटोबाट फर्केर देखाउँछु यस्तो पनि हुन्छ आधी बाटोबाट फर्केर सुट बुट कसेर लागेको छु पुग्छु पुग्दिनँ बाटो पनि अप्ठ्यारो छ हाम्रो त पुग्नु चाहिँ पुग्छ कि पुग्दैन यहाँ बसिरहेको छ अब एक्लै कतिखेर निकालिसक्छु नि लागे खलङ्गेबाट अब सुभाजन जाने भनेर चाहिँ लागे तर पुग्छ कि पुग्दैन बाटो चाहिँ यस्तो अप्ठ्यारो छ धमाका छ पर अगाडि अगाडि एकजना दाइ जाँदैछु यो बाटोमा यस्तो छ बाटो अनि बाटो त अप्ठ्यारो नै छ कुदाउँछु भनेर आँट गरियो आँट गरिसकेपछि कुदाउनु पर्छ। म यहाँ तल आइसकेँ कटरे मन्दिर मोडाले अफ भइगयो क्या ठ्याक्क फेरि ट्रक पनि आइदिरहेको कहिले बनिने हो बाटो थाहा छैन कताबाट ल्याउनु हुन्छ एकमा झर्नु पर्यो नि फेरि मैले अब चाहिँ यो चाहिँ सुभाजन पसेको हो अब चाहिँ यहाँबाट म जान कतिसम्म पुग्छु त्यतिसम्म पुगेर आउँछु सकिन भने इफ सकिन भने यो चाहिँ हाम्रो घर जाने बाटो छ ट्र्याक त हाम्रो गाउँको बाटो पनि यस्तो छ नि यस्तो छ हमारा गाउँको बाटो मरत छ ए अप्ठ्यारो भइसकेको रहेछ बाटो कति ठाउँ हरान्छ बाटो त मरत रहेछ नि हो कुदाउनु पर्छ गाडी कुदाउने भइसकेपछि के गर्नु महेन्द्र सरले त्यता नकुदाउनु छेउमा भन्नुहुन्छ अब छेउमै हिलो छैन त के गर्नु त यहाँ अप्ठ्यारो छ नि त खोलाले खोल्सीले यस्तो गरेको छ ल कसको गाई हो फेरि बाटोमै
मलाई हानो भने चाहिँ डर लाग्छ नि किन बाटोमा चाहिँ यहाँबाट फेरि एउटा उकालो कम्ता अप्ठ्यारो छैन बाटो आँट गर्नु पऱ्यो नि खोलाले कस्तो गरेको छ नि यो ओह्रालोमा चाहिँ भरे कसरी कालोमा ओइ ल है एउटा उकालो सकायो फेरि लगातार उकालो आउँछ अब यो भरे आँट गरेपछि हेर्नु न यस्तो गडगडे यो त सजिलो भयो तनाव भयो त भरै पो त ओह्रालोमा झर्दा पो तनाव भयो त ओह्रालोमा झर्दा पो तनाव भयो अहिले ल्याउँदा त तनाव भएन अब तनाव भयो भरै ओह्रालोमा ल्याउँदा आँट नगरिकन हुँदैन आँट अब हेर बाख्रा पनि त्यतै कुद्दैछ उकालोमा त ल टेन्सन छैन ओह्रालोमै टेन्सन हुन्छ नि आमै बाटो त यो भइसकेको रहेछ त अनि अब खोला सुरु भयो है अब यही ओह्रालोमा चाहिँ गाह्रो लाग्छ भनेको सुरु भयो चिप्लो छ क्या ढुङ्गाहरू फेरि यो ओह्रालो आमा लु अब लाँदाखेरि भरे कसरी लानुपर्ने ओए माइ गड बोले यही बाटोमा डर लागिरहेको हुन्छ आउनु त है बल्ल झारे हो बाटो ओहो लो यत्रो अप्ठ्यारो जाने बाटो आँट गरेको म कस्तो मान्छे सिकौरी मान्छे लो यस्तो अप्ठ्यारो जाने बाटो आँट गरेको म कस्तो मान्छे ल त्यसमा पनि ठिकै छ
ब्रेक पनि छोडेछु नि भयो त खेदाउ छिटो तिम्रो बाबाले कहाँ चराएर ल्याऊ ए भयो अघि एउटा खोला अर्को खोला आयो चिप्लिन्छ कि भन्ने छ नि फेरि भएर ओह्रालोमा जसो एकमा कुदाए क्या हो बाटो हेरेर जङ्गलै जङ्गल म गैरी खोला चाहिँ आइपुग्न आँटेँ गैरी खोला चाहिँ आइपुग्नु आँटेँ फुट ब्रेक छोड्दा त हेगेर नि सुलुलुलुलुलुलुलु पो जाँदो रहेछ त यो अहिलेको उकालोमा त ठिकै छ ओह्रालोमा चाहिँ सरलाई बोलाउने बेला होला जस्तो छ अनि अगाडि हुत्तिने खालको ओह्रालो छ अनि ओह्रालो हुत्तिने खालको ओह्रालो छ त अनि ओह्रालो हुत्तिने खालको बहादुरी छोरी भएर देखाउँ भनेको त नहोला जस्तो छ त यो ओह्रालोमा नि डर लागेको मलाई पक्रिँदाखेरि हात गलिसक्यो बहादुरी ढुङ्गाबारी ढुङ्गा ओ
गरिसक्यो त्यो गरिसक्यो पार गरिसक्यो आय अब भरे भिडियोमा नि त भरे ओह्रालोमा ल्याउँदा चाहिँ छेउबाट लैजाउँ कि भित्ताबाट लैजाउँ छ नि त ढुङ्गा उकालोमा त ठिकै छ हुन्छ तल जोस गाडी बाटो त टेङ्ग्रीले पनि अल्झाउँदैछ झारहरूले पनि खुट्टामा ओइ साह्रै गरेर कराएर नि त म त्यसो भन्छ बाबा आमै कहाँ हुनुहुन्छ खर्कामा हुनुहुन्छ कि अब भरै चाहिँ 1800 ओह्रालो छ नि त ढुङ्गा गाडीमा ओह्रालोमा ल्याउँदा अलिक गाह्रो हुन्छ क्या म चाहिँ आफ्नो गाउँै छिरिसकेँ लडक दादु गाउँ चाहिँ छिर्यो गाउँ चाहिँ छिरे घर चाहिँ छिरे भरे चाहिँ एकदम ओह्रालो छ है हाम्रो गाउँ आइसके यो तल चाहिँ दाजुको घर हो नि सिधा हिलो थियो यहाँ पनि घर आइपुग्दाखेरि चाहिँ लडिन्छ है आमामा कति बाटो अप्ठ्यारो रहेछ हौ म चाहिँ फाइनली आइपुगिसकेँ घुराउने ठाउँ पनि साह्रै अप्ठ्यारो रहेछ यतिमा गाडी आयो भने जान्छ जाँदैन अब कसरी घुमाउनु पऱ्यो
राम 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 सते थाम 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 हेलो हेलो खै घरबेटी आमाहरू कहाँ मेरो कुखुरा घरमा छ म फाइनली घरमा आएँ आमा म आइपुगेँ झनै झनै मुटु खुस्की जाँदै लड्दै अनि म बाटो त आउनु न भन्नु है अनि बिरालोहरू म चाहिँ फाइनली घर आइसकेँ यस्तो असिन पसिन हुँदै आयो आमा अब जाँदाखेरि कसरी जानु मुटुले झनै ठाउँ छोड्यो यस्तो ओह्रालो छ यस्तो ओह्रालोमा ढेँडेडे म आइसकेँ मेरो आफ्नो घरमा यो चाहिँ मेरो चेला भुलाहरू हो यहाँबाट देखिने पारीको दृश्य यस्तो छ कतिमा कहाँ थिचेर पस्यो हौ यो बनजेङ्लारुमा म चाहिँ माथि डाँडाबाट आएको अब म जान्छु एकछिन बसेर कतिखेर पुग्नु रात पऱ्यो भने त फेरि ढेम्ड्याङ्गै लु यो भिडियो यति नै अब गएको चाहिँ म अर्कोमा मौसम खुलेको छ बेलुका चाहिँ